हामीले अहिले चाहिँ के कुरा गरेको त लिएर आएको थियो तर स्टडी गर्नु पऱ्यो एकको माइक्रोलाई स्टडी गर्नु पऱ्यो प्याथोजेनिक माइक्रोहरू स्टडी गर्नु पऱ्यो कुनै प्लान्टको पार्ट्समा डिजिज लगाइरहेको छ कसैले लिभमा डिजिज लगाइरहेको छ कसैले चाहिँ ब्लचिङ गर्दैछ कसैले स्पोर्ट निकाल्दैछ कसैले पाउडर जस्तो बनाइरहेछ कसैले खाइरहेछ कुहिएको जस्तो बिहेभियर भएको छ विभिन्न टाइपका यिनीहरूले इन्फेक्सन क्रिएट गरिरहेछन् माइक्रोबमा हामीले के गर्नु पर्छ भन्दा तिनीहरूलाई पहिला आइसोलेट गर्नु पऱ्यो र तिनीहरूलाई चाहिँ हामीले ल्याबमा ग्रो गर्नु पऱ्यो हामीले चाहेको त्यति उहाँले के गर्नु रहेछ त भन्दा चाहिँ भिटमा लाग्ने प्लस जो चाहिँ एउटा फङ्गस त्यसको पोजिटिभ एजेन्ट फङ्गस त्यो फङ्गसलाई पहिला सुरुमा आइसोलेट गरेर ल्याबमा ग्रो गरे अथवा कोही व्यक्तिले चाहिँ अर्को एउटा चाहिँ डिजिजको बारेमा मानव ब्याक्टेरियल वेलको बारेमा ब्याक्टेरियल स्पोर्टको बारेमा स्टडी गर्नु होइन हामीले स्टडी गरेर के आइदर ब्याक्टेरियल डिजिजको हुन्छ कि फङ्गल डिजिज हुन्छ कि निमाटोडल प्रब्लमको बारेमा गर्नु पऱ्यो कि भाइरल डिजिजको बारेमा हुन्छ भाइरल डिजिज चाहिँ के हुन्छ भन्दा हाम्रो ल्याबमा यसरी ठिकै गर्न मिल्दैन होइन भाइरसको जिनोम एकदम चेन्ज भन्ने कारणले गर्दाखेरि यस्तो यो ल्याबमा हामीले भाइरल स्टडी गर्नु हुँदैन त्यो सोफिस्टिकेटेड ल्याबमा मात्रै गर्नुपर्ने र फङ्गल र हामीले ब्याक्टेरियल स्टडी गर्दाखेरि के गर्नु पऱ्यो त भन्दा सबभन्दा पहिला त्यसलाई त्यो ब्याक्टेरियालाई चाहिँ जुन त्यो सयौँ ब्याक्टेरिया हुन्छ नि त पपुलेसनमा त ब्याक्टेरिया जहाँ पनि पाइन्छ अब त्यही क्वालिटी एजेन्ट ब्याक्टेरिया यही ब्याक्टेरिया हो अब कसैलाई आइसोलेट गरेर हेरेर लिएर आउनु पऱ्यो कसरी गर्ने त भन्दा नाम के आएको छ भने यो लिफ छ प्लान्ट होइन लिफमा यहाँनिर चाहिँ ब्याक्टेरियाले विल्डिङ गराउनु थालिरहेको छ अब यो प्लान्ट यो ब्याक्टेरिया चाहिँ कस्तो ब्याक्टेरिया हो स्टडी गर्नु पऱ्यो पहिला त्यसलाई त ल्याबको भित्र हाल्नु पऱ्यो नि त त्यसमा पहिला आइसोलेट गरिन्छ आइसोलेसन गर्दाखेरि के गर्नु अहिले पनि सेनिटाइजेसन आइसोलेसन अथवा ब्याक्टेरियल स्टडी फङ्गल स्टडी गर्दाखेरि सेनिटाइजेसन भनेको एकदम इम्पोर्टेन्ट कुरा हो जहिले पनि हामीले यसलाई काम गर्दा यसको स्पेसिमेन कलेक्ट गर्दा जहिले पनि यसलाई स्टेराइल भाँडो स्टेराइल बट्टा अथवा स्टेराइल प्लास्टिक त्यस्तो कुरामा यसलाई ल्याएर कलेक्ट गर्नेछ अन्त पहिला ल्याबमा सेनिटाइज एउटा चाहिँ कन्डिसन बनेको एउटा एपारेटस भयो होइन त्यहाँ चाहिँ पहिला त्यसलाई चलाउनुभन्दा अगाडि त्यसलाई युभीले त्यसलाई चाहिँ स्टेराइल पार्नु पऱ्यो अल्कोहलले वाइप गर्नु पऱ्यो र एयरको फ्लो चाहिँ इनबाट आउट हुने गर्दा कि हावा चाहिँ के गर्छ हाम्रो भित्र काम गरिरहेको छ हावा चाहिँ के होस् भित्रबाट बाहिर आओस् यदि त्यहाँ इनबाट आउटबाट इनतिर हावा भने के हुन्छ त हामीले खोकेको होइन अथवा चाहिँ धुलाका कणहरू अथवा फङ्गलको स्पोर्टहरू सबै त्यो भित्रले जान्छ नि त अब जस्तै मैले यहाँ चाहिँ प्लेटिङ गरिरहेको छु यो प्लेटमा न्युट्रिएन्ट मिडिया बनाइरहेको छु मलाई आछु आयो भने त अनि यसमा आछु गिऱ्यो भने के भयो त त्यसका चाहिँ ब्याक्टेरिया भाइरसहरू चाहिँ यसमा बल्ल ग्रो गर्छ नि त त्यस्तो नहोस् भन्नको लागि अब मैले यो ब्याक्टेरियलको चिज ल्याएको छु भने मैले यसको चिजमा आइसोलेट गर्नु पऱ्यो यहाँबाट त्यहाँ त भन्नुहोस् सबभन्दा पहिला यो ल्याइसकेपछि त डिजिज त के भयो त भन्दा भित्र लाग्छ हामीले चाहिँ प्लान्टको डिफेन्समा कुरा हेर्नु सबभन्दा पहिला डिजिज चाहिँ के हुनु पऱ्यो डिजिजको एजेन्ट भित्र छिर्नु पऱ्यो कुनै न कुनै ठाउँबाट घाउ लागेर सिरोस घुम भएर सिरोस इन्सेक्टेड गोरेर सिरोस अथवा चाहिँ एपिडर्मलाई छेडेर आफैले छेडेर जाओस् भित्र जानु पऱ्यो जब त्यो प्याथोजन प्लान्टको टिस्युभित्र जान्छ प्लान्टको चाहिँ डिफेन्स सिस्टम ट्रिगर हुन्छ डिफेन्सले त्यो प्याथोजनलाई मार्नु ट्रिगर जब त्यो प्याथोजनले त्यो डिफेन्सलाई उसले चाहिँ आउट कम्प्लिट गरिदिन्छ अनि बल्ल डिजिज स्टाब्लिस हुन्छ अनि त्यो डिजिजको प्याथोजन भित्रको रहेछ हामीलाई युएसको स्टडी गर्नु पऱ्यो प्याथोजन त्यसको डिस्ट्रिब्युसन छ भनेर हाम्रो एडप्सन अब मैले यसलाई ल्याएपछि यसलाई यत्तिकै प्लेटिङ गरेँ भने त यसमा भएका सयौँ माइक्रोस्कोपहरू पनि ग्रो हुन्छ नि त त्यसपछि मैले त्यसलाई के यसलाई पनि सेनिटाइज गरेर पहिला सुरुमा ट्याप वाटरले धुनु पऱ्यो त्यसको सर्फेसलाई स्टेराइजेसन वाटरले धुनु पऱ्यो र यो चाहिँ सोडियम हाइपोक्लोराइड भन्ने हो NaOCl होइन यो सोडियम हाइपोक्लोराइडले पनि त्यसलाई स्टेराइल गरिदिन्छ यसको सर्फेसलाई स्टेलाइजेसन गरिदिन्छ होइन अल्कोहल पनि छ अल्कोहलले पनि वाइपिङ गर्नु पऱ्यो होइन यसले टक्कै यो चाहिँ के भयो निटानी क्लिन भयो यसको सर्फेस स्टेलाइज छ अब मैले ल्याइनर पुगेको लिएर गएँ अब खाली लोइस भागमा अथवा चाहिँ खैरो भइसकेको छ पाल परिसकेको छ त्यो पार्ट भनेको ब्याक्टेरियाले त्यहाँको न्युट्रिएन्ट खाएर भ्याएर अब ऊ चाहिँ त्यहाँबाट अब मोसन माइग्रेट गर्न थालिसक्यो भन्ने हामीले कस्तो ठाउँमा ल्याउनु पर्छ भन्दा यसको ट्रान्जिसनको ठाउँ के कहाँ त हरियो र पहेँलोको ट्रान्जिसनको ठाउँ यसरी काटेर मैले चाहिँ काटेर यो पनि सेनिटाइज है मेरो कुरा आफ्नो इक्विपमेन्ट जुन पनि कुरा जहिले पनि के हुन्छ अटो क्लेमिङ गर्न पर्ने हुन्छ यसलाई पहिला सुरुमा चाहिँ ल मैले अब काम स्टार्ट गर्छु है भनेपछि आफ्नो सबै सामानहरू जम्मा पारेर ओको पारेर त्यो अटो प्लेट छ त्यहाँपट्टि अटो प्लेटमा 121 डिग्री सेल्सियसमा 15 मिनटसम्म आधी घन्टासम्म 15 PSI डिग्री प्रेसरमा चाहिँ त्यसलाई सिटी लगाउनु पऱ्यो अब मैले यसरी काट्दै जो ट्रान्जिसन जोनबाट काट्दै टुक्रा बनाएँ होइन यो सर्फेस स्लाइसन छ अब यो टुक्रा बनाइसकेपछि यो चाहिँ
मैले यो स्टडी गर्न खोजेको कुरा फङ्गस हो कि ब्याक्टेरिया त हामीलाई थाहा भइहाल्यो नि होइन। फङ्गस र ब्याक्टेरियाको आइसोलेसनको कल्चरको दुईवटा डिफ्रेन्ट मेथोडोलोजी हो। ब्याक्टेरिया भनेको प्रोक्यारियोटिक सेल हो, इन्डिभिजुअल सेल अर्गानिजम हो। फङ्गस भनेको हो त माइसेलियम बस्ने एउटै फङ्गस जति एउटा च्याउ हेर नि, च्याउको एउटा फङ्गस चाहिँ कत्रो यत्रो ठुलो भइसक्यो हुन्छ त होइन त। एउटा फङ्गस हो नि एउटा च्याउ भनेको त त्यस्तो कस्तो त्यसको बिहेभियर हुन्छ भन्दा चाहिँ माइसेलिया ग्रोथ गरेर बस्छ, हाइफाहरू बनाएर बस्छ, ठुलो साइजको हुन्छ। अब यो मैले चाहिँ यो मेरो ब्याक्टेरिया हो, मैले निकाल्नु परेको आइसोलेट गर्नु परेको भने यसलाई मैले के हाल्छु त त्यस्तै मोटा क्रिस्टललाई पनि मैले चाहिँ त्यसमा अटोक्लेमिङ गरेर हुन्छु, त्यसलाई भित्र लगाएर हुन्छु र यसलाई चाहिँ सिधै मैले मोटा क्रिस्टलमा हालेर ग्रिन गर्छु होइन। ग्रिन गरेर स्टाइलिसबाट हालेर मैले चाहिँ ब्याक्टेरियल सल्युसन बनाउँछु। यदि फङ्गस हो भने मैले के गर्छु भन्दा यसलाई यस्तो गरेर फङ्गसको त भित्र माइसेलियमलाई एक्सपोज गर्नु पऱ्यो नि त। अनि यो निडले एउटा निडले चाहिँ यसरी कोपेर यसरी समात्छु, एउटा निडले एउटा समात्छु यसरी होइन, समातेर एक्सपोज गरेर यसरी च्यातेर स्टाइल मैले ल्यामिनारहरू लिएर काम गरिरहेको छु, च्यात्यो यसरी। अब मिडिया बनाउनु पऱ्यो हामी। मिडिया भनेको के हो त खानेकुरो। यो ग्रो गर्ने बेलामा बेस्ट अब हामीले स्टडी गर्दैछौँ ल्याबमा हामीले ग्रो गरेर हेर्नु पऱ्यो नि त। त्यसलाई सबसे मिल्दो खानेकुरा दियो भने त्यो चाहिँ राम्रो ग्रो हुन्छ। ब्याक्टेरियाले प्रिफर गर्ने खानेकुरा फरक हुन्छ, फङ्गसहरूले प्रिफर गर्ने खानेकुराहरू फरक हुन्छ होइन। फङ्गाइहरूले चाहिँ यो चाहिँ कार्बोहाइड्रेटवाला न्युट्रिएन्ट सोर्सहरूलाई उनीहरूले इजिली ग्रो गर्छन्, डाइजेस्ट गर्छन् होइन। कार्बोहाइड्रेट कन्टेनिङ न्युट्रिएन्ट सोर्स मिडियाहरू चाहिँ नर्मली फङ्गसको लागि हामीले प्रयोग गरिन्छ भने ब्याक्टेरियाको लागि चाहिँ हामीले प्रोटिन रिच मिडिया, प्रोटिन धेरै भएको मिडियाहरू हामीले प्रयोग गरिन्छ। फर इक्जाम्पल यो न्युट्रिएन्ट अगर भनेको के हो त भन्दा यो बिटबाट बनेको र जेनरल पर्पज कल्चर मिडियम फर कल्टिभेसन अफ ब्याक्टेरिया होइन। यो चाहिँ एउटा इनरिच छ केसँग भन्दा प्रोटिन छ, प्रोटिनबाट बनेको। केबाट बनेको भन्दा चाहिँ बिटबाट बनेको। बिटको प्रोटिन प्रयोग गरिन्छ भने रिचार्ड सल्युसन, न्युट्रिएन्ट अगर होइन, सेक्सपाक सोल्युसन भनेको सिजेटी पिएपिएस सेक्सपाक सोल्युसन, यिनीहरू चाहिँ ब्याक्टेरिया जस्ता अर्गानिजमको ग्रो गर्नको लागि हामीले प्रयोग गरिन्छ। यसमा पनि अब मैले कति हाल्ने त कतिमा कति हाल्ने यसको पनि स्पेसिफिक आफ्नो हुन्छ। जस्तै अगर हो भने 1 लिटर स्टेराइल डिस्टिल्ड वाटरमा 29 ग्राम चाहिँ पिडिए हालिन्छ। त्यसले ट्याक्कै हाल्न अटोक्लेमिङ गरेपछि ट्याक्कै सोलिडिफाई हुन्छ क्या। यस्तै अड्केर हेर नि यहाँनिर सोलिडिफाई छ नि, यसरी हेर्दा झरा छैन नि, सोलिडिफिकेसन हुन्छ यसमा। यो पनि कति हो त 39 ग्राम 1 लिटर पानीमा हालेर बनाएको न्युट्रिएन्टलाई मैले अब के गरेँ, यो न्युट्रिएन्ट त अब यो फ्याक्ट्रीमा बनेको चिज हो, यसमा त भित्र अरू क्रस कन्टामिनेसन त होला नि त। कति धेरै अब हामीले खोलिरहेको स्पजुला हाल्छौँ के छ भनेर हेर्छौँ, कति पुरानो पनि भइसक्यो। यहाँभित्र पनि आफैमा पनि दुनियाँ माइक्रोले भएर यस्तो यसलाई मैले मिडिया बनाएर रिक्वायर्ड एमाउन्टमा नापेपछि के गर्छु, यसलाई अटोक्लियर पाएर आएपछि अटोक्लियर गर्ने गर्ने बेलामा के गर्नुपर्छ त भन्दाखेरि चाहिँ अब यसलाई चाहिँ मजाले पर्फेक्टली सिल गरेर यता उम्लिन्छ क्या भनेर यहाँ धेरै बिर्को हालेर कर्क हालेर टाइट गर्नु हुँदैन होइन। किन भन्दा अब तातो छ नि 121 डिग्री सेल्सियस, यहाँभित्र त अब भेपर बन्छ, भेपरले स्केप गर्न पाएन भने चाहिँ के हुन्छ, यो फुट्छ, दिन सेलवेल हुन्छ होइन। फेरि यसलाई खुल्लै छोडिदियो भने के भयो, सबै पानी पोखेर सबै त्यही तलको बाटोमा जान्छ होइन। त्यो गर्नलाई यसलाई कटनले चाहिँ हामीले कटन क्लथले सेक्ने र त्यसरी माथि एल्युमिनियम फोइलले सेकिन्छ। भित्रको कुरा पनि बाहिर नआओस्, बाहिरको कुरा पनि भित्र नआओस्। बनिसकेको भेपर चाहिँ स्केप हुनुलाई स्केप होस्, बन्यो त्यसरी। अब यो बनेपछि जनरली अब हामीले यसलाई पोरिङ गरिन्छ पेट्री प्लेटमा। एउटा पेट्री प्लेटमा जनरली 20 देखि 25 ml चाहिँ यसमा लाग्छ होइन। अब त्यो नाप्यो त्यसरी। अब यहाँबाट पोरिङ गर्दाखेरि तातैमा 20 सेन्टिमिटर 20 ml 20 ml 20 ml गर्दै 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 प्लेटिङ गर्छु। यसमा मिडिया आयो। अब हामीले अब यो सोल्युसन बनाएको किन हो भन्दाखेरि चाहिँ यसको स्टडी गर्नलाई हो नि त। अब हामीले आइसोलेसन गरिसक्यो यसलाई यो आइसोलेसन भयो। अब यसलाई हामीले मिडिया बनाइसक्यो। अब यसलाई इनोकुलेसन गर्नु पऱ्यो। अब हेर त मैले यो ब्याक्टेरिया हो भने मैले कुन मिडिया बनाएँ, मैले न्युट्रिएन्ट अगर बनाएँ, यो न्युट्रिएन्ट अगर हो। यदि मैले यो फङ्गल डिज हो भने मैले अगर बनाएँ, यो अगर बनाएको छ। यहाँ त्यो मैले यो राखेको चाहिँ ट्याक्कै प्लेटिङ गरेँ, अगर मैले सेलाउनु दिएँ अनि त्यो जमेपछि मैले बिर्को गाछ सेलाउनु दिएको थिएँ, राखेको थिएँ, सेलाएँ। अब के हो, अब मैले चाहिँ प्लेटिङ गर्ने पनि कुरा भयो।
मैले के गर्छु त भन्दा चाहिँ ब्याक्टेरिया हो भने यसको मैले सल्युसन बनाएको छु। अघि मोटार इन्फेक्सनमा आइसोलेसन गर्ने बेलामा सल्युसन बनाएको छु। त्यो सल्युसनलाई अब यहाँ चाहिँ यसलाई चाहिँ वायर गज भन्छ कि वायर लुप, त्यो वायर लुप हो। यो वायरहरूलाई मैले अब के गर्छु लेमिनार रूपमा त्यो ठिक काम चाहिँ यसलाई यो पनि त फेरि बाहिर लिएर आएको हो नि त, त्यसलाई नआउँछ यसलाई चाहिँ कन्सन बर्नरमा त्यो फ्लेममा तथा सेलाउन दिने। अनि फेरि मैले के गर्छु ब्याक्टेरियाको सोल्युसन बनाएको छु। सोल्युसन मैले यसरी उठाउँछु, यसले उठाएर अनि मैले प्लेटिङ गरेको ठाउँमा के गर्छु त भन्दा यसरी सार्छु। यहाँ छ नि भित्रबाट यसरी 1 2 3 4 5 6 7 यसरी जिगज्याग पोजिसनमा। अब यहाँ यस्तो छ भने यसको भित्रबाट यहाँ चाहिँ यसरी रोपेँ टिपेँ अनि सारेँ यसरी ब्याक्टेरिया हो भने सारी। अनि जब यसलाई फेरि के गरेँ ढक्कन लगाएर इन्क्युबेट राख्न छोड्यो। यति प्लेटलाई इन्क्युबेट गर्दाखेरि जहिले पनि हामीले के गर्ने भन्दा यसलाई अपराइट पोजिसनमा गर्ने। किन यसलाई यतिकै जति यसको बेस यो हो नि त प्लेट, यसलाई यसरी राख्यो भने के भयो भन्दा भोलि यो तातो छ भित्र स्टिम हुँदै जान्छ। स्टिम बन्दै गएपछि के भयो त माथिपट्टि फेरि के भयो त क्लाउड भन्छ कि पुरै होइन, झरेपछि के भयो त्यो सबै सबै ठाउँमा जान्छ। ब्याक्टेरियाको सोल्युसन मैले यसरी बनाएर यहाँ हालेछु। यो न्युट्रिएन्ट अगाडिको मिडिया हो। अब मैले इन्क्युबेट गरिदिन्छु। नर्मली हामीले ब्याक्टेरियल ग्रोथ गर्ने बेलामा 25 देखि 30 डिग्रीको टेम्परेचरले हामीले चाहिँ बेस ग्रो हुन्छ भनेर भनिन्छ। 27-28 डिग्री टेम्परेचर जति हाल्ने 27-28 डिग्री टेम्परेचरमा हामीले यसलाई इन्क्युबेट गर्यो। 4-5 दिनपछि के हुन्छ त भन्दा यो त फङ्गसको कोलोनी हो। यसले यस्तै गरेर यहाँ के हुन्छ भन्दा ब्याक्टेरियाको कोलोनी डेभलप हुन्छ। कोलोनी भनेको के हो त फङ्सन आइडियल क्यारेक्टरिस्टिक हुन्छ नि। यो फङ्गस कस्तो छ भन्दा यसले ब्ल्याक कलरको कोलोनी निकाल्छ। अर्को कुनै फङ्गसले ब्लुइस टाइपको कोलोनी बनाउन सक्छ। अरू कुनै फङ्गसले येलोइस, कसैले रेडिस। ब्याक्टेरिया हो भने पनि आफ्ना डिस्टिङ टाइपका कोलोनीहरू बन्छन्। हामीले त यो प्याथोजेनिक लिफबाट सारेको हो। यो सारेपछि अब ब्याक्टेरियालाई यहाँ हेर्दा अब हामीले यसरी जति गरे पनि हामीले यहाँनिर चाहिएको अल्टरनेट एरिया थियो, यहाँ हाल्यो हाल्दा जति हामीले सेनिटाइज गऱ्यो भने त 1 2 ब्याक्टेरिया त पक्कै आएछ। भनौँ अर्को सेल हुन्छ ब्याक्टेरियाको सार्दाखेरि के हुन्छ भन्दा एकको ठाउँमा अर्को ब्याक्टेरिया पनि आएको हुन्छ। ब्याक्टेरिया त के भयो नर्मली हामीले त त्यसको जेनेरेसनलाई हामीले डबलिङ टाइममा नाप्थ्यौँ नि होइन, अथवा जेनेरेसन टाइममा ब्याक्टेरियल सेल कोही ब्याक्टेरियल सेल त एभ्री 15 मिनटमा पनि डबलिङ हुन्छ। जस्तै इकोलाई भने हामीले अहिले दुईवटा इकोलाईको चाहिँ सेल छ भने 15 मिनटमा कति भयो 4, अर्को 15 मिनटमा 8, अर्को 15 मिनटमा 16 भन्छ। यसरी डबलिङ हुन्छ। अन्त हामीले कति सारेछ यसरी सार्दाखेरि त 1 करोड सार्यो होला। 1 करोड सारेछ भने तिनीहरूले के हुन्छ त 5 दिन 6 दिनमा तिनीहरू कति हुन्छ अर्बौँको सङ्ख्यामा तिनीहरू भइसकेका हुन्छ। र इन्डिभिजुअल सेलबाट बाइनरी मिसन हुँदै आएको कारणले तिनीहरूले के हुन्छ कोलोनी बनाएको हुन्छ। एउटा कोलोनाइज हुन्छ। यहाँनिर एउटा पपुलेसनमा ब्याक्टेरिया टोब्याकोको पानीको सल्युसन हो र कोही चाहिँ के हो त सिधै एन्टी फङ्गल एजेन्ट मानको जेल कार्बन डाइअक्साइड भनेर जस्तै गरेर फङ्गिसाइड नै हो। त्यसको हामीले प्रपर्टी टेस्ट गर्न खोजेको के छ भन्दाखेरि अब हामीले के गर्नु त भन्दा चाहिँ यसरी मिडिया बनायो। मिडिया त सार्नु पऱ्यो नि त, फेरि मिडिया बनाइयो। मिडिया बनाउँदाखेरि के गरियो त भन्दा यसो 4-5वटा प्लेटमा एउटा प्लेटमा मिडिया हालियो र त्यो प्लेटमा फेरि के गरियो त भन्दा हामीले तितोपातीको झोल हाल्यो। अर्कोमा फेरि मिडिया बनाइयो, अर्कोमा चाहिँ टोब्याकोको झोल हाल्यो। यो चाहिँ मानको जेलको सोल्युसन हो, यो टोब्याकोको हो। यस्तै गरी फरक डिफ्रेन्ट देखिएको छ नि। एउटामा अर्को हाल्यो र यो चाहिँ त फुड पनि त हो नि, यो त मिडिया हो प्लस यसमा के हालेको छ त डिफ्रेन्ट टेस्ट हालेको छ। भनेपछि यो के भयो त पोइजन फुड भयो। बुझ्यो नि, यो फुड पोइजन भएको छ। यो पोइजन फुडलाई चाहिँ फेरि अब हामीले के यसको स्टडी गर्नु पऱ्यो, माइक्रोबियल स्टडी गर्नु पऱ्यो। अब मैले के गर्छु त भन्दा चाहिँ फेरि यस्तै गरेर यो जुन प्योर कल्चर अब मान्नु यो त प्योर कल्चरको यो पन्चलाई मैले यसरी काटेपछि यहाँभित्र अड्किन्छ कि होइन, यहाँभित्र अड्किन्छ र यहाँभित्र अर्को एउटा सिस्टम पनि हुन्छ। जस्तै यसलाई काम गरेर यस्तो गर्ने यहाँ छ नि तल निस्किया छ हात यसरी औँला यहाँ हाल्ने यसरी औँला हाल्ने यसलाई यसरी पन्च गर्ने पन्चपछि यहाँभित्र त्यसको यहाँभित्र सिटीमा यसरी कि मेरो त यो भयो यो ग्रो भइरहेछ फङ्गस। अब मैले यहाँ के गरेँ यसलाई यसरी पन्च गरेँ। पन्च गरेपछि यहाँ आयो नि त यतापट्टि आयो भने अब मैले अर्को नयाँ अब प्लेटमा मैले प्लेटिङ गरेपछि यसलाई के गर्छु बिचमा लगाएर यसरी प्लेस गरेर यो माथिबाट हात छोडेर ढकाले यस्तै के गर्नु गर्दा यो ढकाले पछि तल झऱ्यो नि होइन। यसरी चाहिँ मैले के गर्छु यसलाई यसमा सार्छु। त्यो ट्याक्कै लगल बिचमा पानी गरेर हालेँ। अब
बिचमा परेपछि अब के भन्छ यो त फुड पोइजन छ, यो त के हो त फङ्गसको इनोकुलम हो होइन। यदि त्यो चाहिँ मिडियामा भएको जुन एक्टिभ कम्पाउन्ड छ त्यो एक्टिभ कम्पाउन्डले एन्टी फङ्गल प्रपर्टी देखाउँछ भनेपछि के तल मात्रै छ, बाहिर जान सकेको छैन, भरिनै सकेको छैन। तर यसमा पनि हामीले हालेको तर बिचमा हालेको हो नि त, त्यो बढेर कत्रो भयो त यत्रो धेरै देख्नु। यहाँ पनि यसमा अलिक सानो छ, फेरि कुनैमा सानो छ, कुनैमा पनि यहाँ यसमा पनि हालेको त्योभन्दा अलिक थोरै त बढ्यो, तर पनि त्यसो धेरै बढेन मामिजेट भन्दा। भनेपछि हामीले यसरी के भन्छ भन्दा त्यो बनाउने चिजको एन्टी फङ्गल प्रपर्टी कति हुँदो रहेछ भन्ने स्टडी गर्छौँ। अघिकोलाई हामीले जोन अफ इनिमेसन जेडोआई भन्थ्यौँ भने यसलाई जोन अफ इनोकुलेसन जेडोआई भन्छ। यो जेडोआईको दुईवटा अर्थ हुन्छ है, जेडोआई जस्तै हेर्छ यसको जेडोआई ठुलो छ कि यसको जेडोआई ठुलो छ, यतापट्टि जेडोआई ठुलो छ होइन भनेपछि यो दुईवटामा कुन चाहिँ बढी इफेक्टिभ रहेछ त, कसको चाहिँ एन्टी फङ्गल प्रपर्टी रहेछ त भन्दा के भन्छ हामीले यसको रहेछ होइन त, यसको एन्टी फङ्गल प्रपर्टी रहेछ। अब यसको र यसकोमा कसको रहेछ त, दुईटै नै अग्रो भा कसको रहेछ त, यसको रहेछ होइन त। यसको भन्दा यसकै बढी रहेछ नि त, तर यसको भन्दा के रहेछ फेरि यसको झन् बढी रहेछ, यसको भन्दा यसको झन् बढी रहेछ एन्टी फङ्गल प्रपर्टी। अब आज हामीले यस्तै गरेर मिडिया बनाउन चाहन्छौँ र प्लेटिङ गर्न आज जसले चाहिँ